छिप्पिँदै गएको साँझ अनि भान्सामा धमिलो बत्ती बलिरहेको छ। घडीको टिकटिक आवाजसँगै समीर दिनभरिको थकान र मनभरिको निराशा बोकेर घरभित्र पस्छन्। अहो, आइपुग्नु भयो ज्वाइँ साहब? यति बेलासम्म काम हुँदो रहेछ? दिनभरिको दौडधुप गाह्रो छ। खै कसरी जीवन चलाउनुहुन्छ? सुस्केर हाल्दै सासुआमा भान्सामा छिर्नुभयो। ठिकै छ आमा, गर्दैछु। आज अलि ढिला भयो, सधैँ यस्तो हुँदैन। हल्का मुस्कुराउँदै मायातिर नजर दौडाउँछन् समीर। मेहनत त गर्नुभएकै छ, तर हेर्नुहोस् न ज्वाइँ साहेब, उमेर ढल्काउँदै जान्छ। यी सानातिना काम र खुद्रा मेहनतले कति दिन चल्ला र? आमाको मन छोरीले दुःख पाउँछ कि भनेर साह्रै चिन्ता लाग्छ मलाई। समीर हातबाट धोएर चुपचाप भान्साको टेबलमा बस्छ। उसलाई सासुआमाका यी गुलिया तर विषालु शब्दहरूले भित्रभित्रै पोलिरहेको अनुभूति हुन्छ। मायाले खानाको थाली अगाडि राखिदिन्। आमा, हजुरले खाना खानुभयो? समीर मायाको आँखामा हेर्दै बडो स्नेही स्वरमा सोध्छन्। अनि माया, तिमीले खाना खायौ त? माया केही बोल्न ओठ खोल्छिन्, तर आमा बिचैमा छिर्नुहुन्छ। मैले त खाएँ, तर यसले त के खाओस् र ज्वाइँ साहेब? दिनभरि हजुरकै चिन्ताले यसको पेट भरेको छ। अस्ति मैले भनेको थिएँ नि, मेरो एउटा चिन्जानको मान्छेसँग कुरा गरेर राम्रो ठाउँमा काम मिलाइदिन्छु भनेर। तर के गर्नु, हजुरको स्वाभिमानले मान्दैन। जागिर भए कति कुराको भर हुन्थ्यो छोरीलाई पनि। चिन्ता नलिनुहोस् आमा, मेरो भिडियोहरूमा राम्रै भ्युज गइरहेको छ। अब आम्दानी पनि बिस्तारै बिस्तारै बढ्दै जानेछ। हजुरहरूले अलिकति बुझिदिनु भयो भने मलाई हिम्मत मिल्नेछ आमा। हिम्मतले मात्रै घर चल्दैन नि ज्वाइँ साहेब, व्यवहारिक हुनुपर्छ। तपाईँको भिडियो हेरेर बस्ने फुर्सद कहाँ छ र मान्छेहरूलाई? आवाज अलिकति रुखो बनाएर पोखिनुहुन्छ सासुआमा। आशा र विश्वास बोकेर माया भएतिर नजर दौडाउँछन् समीर। मायाले समीरलाई हेर्छिन्। उनका आँखामा आँसु टिलपिल टिलपिल भएका छन्। उनी भन्न चाहन्छन्, समीर, मलाई हजुरको मेहनतमा गर्व छ। मलाई अरू केही चाहिँदैन। तर आमाको अगाडि डरको साङ्लोले उनको घाँटी अठ्याउँछ। उनी केवल टोलाएर समीरलाई हेरिरहन्छन्। समीर भन्न चाहन्छन्, माया प्लिज केही त बोल। तिम्रो एउटा शब्दले मलाई कति साहस भरिदिन्छ। तर शब्दहरू गलामै अड्किन्छन्। समीरका लागि मायाको यो केही भन्न नसक्नु नै सबैभन्दा ठुलो प्रहार बनिदिन्छ। उसलाई लाग्छ मायाले आमाकै कुरालाई सही मानिन्। मन भारी भएर आउँछ, मुटु फुट्ला जस्तो हुन्छ। भातको पहिलो घाँस मुखमा लैजाँदै गर्दा समीरका हातहरू थरथर काँपे। त्यो स्वाद होइन, अपमानको तितो विष बनिसकेको थियो। भान्साको वातावरण यति गम्भीर र भारी भयो कि घडीको टिकटिक आवाज पनि समीरलाई मुटुमै हानेको हतौडा जस्तै लाग्न थाल्यो। आमाले खाली भइसकेको तावा सफा गर्दै फेरि कुराको अर्को तिखो बाण हान्नुभयो। आधुनिक जमाना छ ज्वाइँ साहेब, मान्छेहरू कति अगाडि बढिसके। उता हाम्रा छिमेकीका ज्वाइँलाई हेर्नुहोस् न, विदेश गएर महिनाको लाखौँ पठाउँछन्। छोरीलाई कति सुखसँग राखेका छन्, केही कुराको कमी छैन। होइन त माया? आमाले मायातिर हेर्दै ताली बजाए चाहिँ प्रश्न तेर्स्याउनु भयो। मायाले केवल शिर निहुराइन्। समीरले मायाको आँखामा आफूप्रतिको अगाध माया र भरोसा देख्न खोजेको थियो। तर त्यहाँ अहिले केवल एउटा निरीहता र डरको छाया मात्र थियो। मायाको त्यो मौनता समीरका लागि सासूका हजारौँ तिखा शब्दहरूभन्दा पनि बढी घातक साबित भयो। उसले आफूले खाइरहेको थालतिर हेऱ्यो। अन्नको प्रत्येक दानाले उसलाई गिज्याइरहेको जस्तो भान भयो। भोक त कहाँ हरायो कहाँ, केवल एउटा ठुलो अपमानको डल्ला घाँटीमा अड्किएर बसेको अनुभव भयो उसलाई। उसले थाल एकातिर पन्छाउँदै भन्यो, आज धेरै थाकेको छु आमा, म सुत्छु है अब। समीर जुर्क उठ्यो र आफ्नो कोठातिर लाग्यो। माया टुलु टुलु हेरिरही। आमाको तिखो नजरले उसका कदमहरू अड्किए। कोठामा पुगेर ढोका ढ्याप्प थुन्दा समीरको आँखाबाट दिनभरिको थकान, मनभरिको निराशा र मायाको मौनताले दिएको गहिरो चोट आँसु बनेर बग्यो। उसले आफ्ना औँलाहरू कसेर मुठी पार्यो। युट्युबको ड्यासबोर्डमा देखेका ती भ्युज र सङ्घर्षका सपनाहरू अहिले उसलाई आफ्नै आँखा अगाडि धमिलो भइरहेको बत्ती जस्तै लाग्न थालेका थिए। कहिलेकाहीँ गलत मान्छेको तिखो बोलीले होइन, आफ्नै मान्छेको अस्वाभाविक मौनताले अझै कठिन बनाउँदो रहेछ। कोठाको अँध्यारोमा समीर ओछ्यानमा ढल्कियो।
भान्साबाट अझै पनि सासूआमाको गनगन र जुठा भाँडाको आवाज चर्कै आइरहेको थियो। केही बेरमा ढोका बिस्तारै उगारियो। मायाले समीरको कपाल सुमसुम्याउँदै भनिन्, समीर। तर समीर बिस्तारै भित्तापट्टि फर्कियो। समीरले आँखा चिम्लियो। उसलाई थाहा थियो माया उसलाई माया गर्छिन्, तर आज उसलाई मायाको माया भन्दा बढी उसको साथ चाहिएको थियो। जुन शब्द मायाले आमाको अगाडि भन्न सकिनन्, ती शब्दहरू अब अँध्यारो कोठामा भनेर पनि समीरको दुखेको मन निको हुनेवाला थिएन। बाहिर घडीको टिकटिक आवाज अझै निरन्तर चलिरहेकै थियो, मानौ त्यो घडीले समीरको स्वाभिमान र समयको परीक्षा लिइरहेको थियो।